नमस्कार। साँझ 5 बजेको प्रदेश बुलेटिनमा मालती विकको स्वागत छ। नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले भूमिहीनका समस्या समाधान गर्ने दावी गर्नुभएको छ। हिजो दैलेख आएका मन्त्री अधिकारीले दशकौंदेखि भूमि सम्बन्धी समस्यामा रहेका अस्थायी बसोबास सुकुम्बासी र गुठीका समस्या समाधान गर्ने दावी गर्नुभएको हो। उहाँले 77 जिल्लामा भूमि समस्या समाधान आयोगको निर्माण भइरहे पनि केही जिल्लाहरूमा सत्ता साझेदार दलले सदस्य नपठाएका कारण सदस्य नियुक्ति नभएको बताउनुभयो। नियुक्त भएकाले तत्काल काम थालनी गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। सधैँ जग्गा बाँड्ने र जग्गा प्राप्त हुन्छ भन्ने परम्परा अन्त्य गर्न अहिलेको सरकारले भूमि समस्या सम्बन्धी अध्यादेश ल्याएको भए पनि संसदबाट पास हुन नसकेकाले त्यसलाई विधेयकका रूपमा पुनः ल्याएर काम गर्ने सरकारको तयारी रहेको उहाँले बताउनुभयो। कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका 1 की सबिना बुढा मगरलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। गर्भ अवस्थामा अत्याधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी हुने धेरै समय अगाडि नै अत्याधिक रक्तस्राव भएपछि उहाँलाई जिल्ला अस्पताल कालीकोटमा भर्ना गरिएको थियो। अस्पतालले 2 पिण्ड रगत चढाउँदा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि हेलिकप्टर मार्फत उहाँको उद्धार गरिएको हो। जिल्ला अस्पताल कालीकोटका डाक्टर दर्शन राज पाण्डेले गर्भवतीको ज्यान रक्षाका लागि अस्पतालले सबै प्रयास गरे पनि सुधार नभएकाले तत्काल जिल्ला प्रशासन कार्यालय कालीकोटको सिफारिस अनुसार हेलिको व्यवस्थापन गरेर प्रदेश अस्पताल सुर्खेत सिफारिस गरिएको बताउनुभयो। हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएकी गर्भवती बुढा मगरको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उहाँको अवस्था खतरामुक्त रहेको चिकित्सकको भनाइरहेको छ। सबिनाको गर्भ बसेको जम्मा 16 हप्ता भएको थियो। 81 रक्तस्राव भएकाले परिवारका सदस्यले जिल्ला अस्पताल कालीकोट पुर्याएका थिए। अस्पतालले गरेको सबै प्रयास असफल जस्तै भए पनि तत्काल अस्पतालले जिल्ला प्रशासन कार्यालय कालीकोटलाई गर्भवतीको अवस्था जटिल बन्दै गएकाले हेलिकप्टरको व्यवस्थापन गर्न सिफारिस गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलन सकिएपछि ओली र मोदी बीच भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री रमेश लेखकले व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य नभएको बताउनु भएको छ। गएको चैत 15 गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन वर्तमान संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको उहाँको टिप्पणी रहेको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज तीनकुने घटनाबारे जवाफ दिँदै गृहमन्त्री लेखकले प्रदर्शन शान्तिपूर्ण धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यले नगरिएको, आगजनी र तोडफोड जस्ता अराजक गतिविधिबाट प्रष्ट भएको उल्लेख गर्नुभयो। अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र स्वीकार पनि नगर्ने गृहमन्त्री लेखकको भनाइ छ। तीनकुने घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग गठन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले माग गरेको छ। समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र सांसद दुर्गा राईले छानबिन आयोग गठनको माग गर्नुभएको हो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलन बैङ्कक सोचपत्र 2030 जारी गर्दै सम्पन्न भएको छ। यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलन समृद्ध, लचिलोपना र खुलापनको नारा अन्तर्गत बिमस्टेक बैङ्कक भिजनसहित 6 बुँदे प्रस्ताव पारित गरेको हो। पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डकी प्रधानमन्त्री फेतोङथान सिनावात्राले यहाँ पत्रकार सम्मेलन गर्नुभएको हो। र नेपाल सुपर लिग एनएसएल फुटबलमा आज चितवन एफसी र बुटोल लुम्बिनी एफसी खेल्दैछन्। खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका 6 बजे सुरु हुनेछ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई हराएको थियो। यस्तै एक खेलमा पराजित र एक खेलमा बराबरीको नतिजा निकालेको बुटोल लुम्बिनी भने आज पहिलो जितको खोजीमा हुनेछ।
हवस् त, साँझ 5 बजेको प्रदेश बुलेटिन सकियो। मालती बिक बिदा हुन्छु। नमस्कार।